हेलो गाइज, आज चाहिँ हामी नाइट आउट आएको छौँ दुईजना। अनि म चाहिँ अब यहीँ तालिम गरेर यहीँ घुमेको छु र चिनेको नि छु। अनि यो चाहिँ मेरो साथी भीमा थापा मगर। अनि उसलाई चाहिँ यसो घुमाउन लिएर आऊँ न भनेर आएको छौँ दुईजना। के भन्छ सिन्धुलीको डिडौलीमा छ भने चाहिँ अहिले। अनि उसले चाहिँ मलाई घुमाउन लिएको छ साथीहरू। म चाहिँ रोल्पादेखि यहाँ घुम्न हेर्नु साथीहरू, धेरै लङ टाइमपछि आज नयाँ भ्लग सुरु गर्दैछु। यो चाहिँ हाम्रो गाइस, यो चाहिँ हाम्रो लबडाँडा हो, दुधौली नगरपालिका 10 वडा नम्बर 10 मा रहेको यो लबडाँडा एकदम राम्रो छ। हजुरहरू नि आउन सक्नुहुन्छ घुम्नलाई, एकदम राम्रो ठाउँ छ, भ्यूहरू राम्रो देखिन्छ। अनि हाम्रो यहाँ शिव मन्दिर नि छ गाइस, हजुरहरू आएर भिजिट गर्न सक्नुहुन्छ है। यस, के भन्न चाहनुहुन्छ भीमा मिस? के भन्नु, आज धेरै लगभग मैले 1 वर्ष 6 महिनापछि मैले भ्लग स्टार्ट गरेको छु। सबैले माया गरिदिनु होला, अनि मेरो साथीलाई पनि माया गरिदिनु होला। राम्रै छन् तामाङ नि। अनि हामी चाहिँ रमाइलो। होइन, मलाई माया गरी त अरू हुनुहुन्छ, मलाई माया गर्नु पर्दैन। उता हेर्नु कस्तो राम्रो देखिरहेको छ हैन? वाह, कति राम्रो छ। तेर्सो बना, तेर्सो बना क्या, ठाडो हुन्छ। तेरो बाजे यतिकै राम्रो लगाल भौ। लास्टै गर्मी छ क्या यहाँ। अनि यो दुधौली चाहिँ फेरि यस्तो तराई भाग जस्तै हो, तराईको जस्तो हुन्छ यहाँ भाग। यता हेर्नु न, सबसम्म छ। अनि त्यसरी गर्मी चाहिँ लास्टै हुन्छ गाइस। हजुरहरू नि विदेश जानुको सट्टा यस्तै जागिर खानु होला हामी जस्तै। अनि हामी जस्तै गरी लबडाँडामा इन्जोय घुम्न आउनु होला प्लिज है। गए पनि भेटिन्छ है लबडाँडामा लभ पनि पर्न सक्छ है साथीहरू। अनि हामी चाहिँ गाइजहरू है, मोबाइल पाइसि अब आज भेट्छ कि क्या साथीहरू? भेट्छ क्या हो, बसिरह नि त नि हामीलाई पर्खेर बसेको होला। खै ए ल जानुपर्छ त्यहाँ। ल अनि हामी चाहिँ जाँदैछौँ गाई चाहिँ हेर्नु न कस्तो राम्रो छ है। वाह, सरर हावा है यस्तो साथीहरू होइन। यस्तो जागिर गरेपछि चाहिँ सरकारी जागिर गरेर कहाँ कहाँ घुम्न पाइदो रहेछ क्या है। यो सिन्धुली भन्ने म कहाँ पश्चिमको मान्छे, मध्यपश्चिमको मान्छे, पूर्व आएर यसरी घुम्न पाइरहेको छु। के छ र है, पैसा कमाउन नसके पनि घुम्नलाई चाहिँ इन्जोय गर्ने हो साथीहरू है। हेलो गाइस, आज चाहिँ हामी दुधौली सिन्धुली लबडाँडामा आएको छौँ। अनि उहाँ चाहिँ भीमा, उहाँलाई भिडियो बनाउनु पऱ्यो गाइस। अनि मैले चाहिँ यसो भिडियो बनाइदिएको छु। उहाँको हेर्नु रियाक्सन कडा छ, के गर्नु। मान्छे राम्री मान्छे भएपछि के गर्नु होइन। सबैले मन पराएर उल्कै पागल भएको छ, भीमाको मायामा पागल भएको गाइस। यो चाहिँ हाम्रो सिन्धुली दुधौलीको एउटा रमणीय ठाउँ जस्तो घुम्न आउनु सक्नुहुन्छ हजुरहरू। उहाँ चाहिँ स्केट पार्क हो, लबडाँडा छ गाइस। यता चाहिँ यहाँ चाहिँ शिव गाइस, त्यो चाहिँ के भन्छ फल टिप्न गएकी छे। त्यसको यता हेर्न कालले पाखेको छ त। ओए गाबा, त्यसको यता हेर्न कालले पाखेको छ। फल चाहिँ तर सुकेर यहाँ चाहिँ अब पाक्ने दिनमा त्यो यस्तै साथीहरू है। यस्तो फलहरू छ तर काँचै छ क्या। हेर्न यस्तो लिएर हो क्या, त जस्ताले गर्दा यो पाक्न नदिने। अनि त्यत्तिकै ल्याएछ। वाह, खाने गाइस, खाने ल। माया गर्छ क्या फेरि गाबा हो यो साथीहरू। यही हो लबडाँडा होइन। लबडाँडा नामै त हो, आइहाल्छ नि है गाइज। आफ्नो त छैन, कहाँबाट आउनु। र अब चाहिँ हामी झर्दैछौँ, गइसक्यौँ। अब चाहिँ हामी कता हो बस्ने टुङ्गो छैन है। कसको घरमा आज कसको निवासमा बास हुने थाहा छैन। त्यसलाई आजको घुमघाम होइन। आज हामी बजार गएको थियौँ, उताको चाहिँ भिडियो बनाउनु पाएन।
कस्तो लाग्यो घुमतिर कस्तो लाग्यो एकदम गाइस रमाइलो लाग्यो घुम्न पाउँदाखेरि जो कोहीलाई पनि रमाइलो लाग्छ है अनि आज हामी मसँग घुम्न पाइस् झन् रमाइलो लाग्यो घुम्नसँग घुम्न पाएपछि मलाई त्यत्तिकै खुसी हुन्छु क्या खाना नपाएँ त्यत्तिकै खुसी हुन्छु झन् खाना पाएपछि झन् त्यत्तिकै रमाइलो भइहाल्यो गाइस धुले रोड छ हेर्ने आएँ ए भाइ कता देखा हो ए म फेरि यति कमेडी छु कि होइन सबैलाई हँसाइदिन्छु कहिले काहीँ अब बोल्न नजाने रोइदिन्छु कहिले झगडा पर्छ दुईटिकै यस्तै हो नजिक भइसक्यो है कहिले झगडा पर्छ गाइस कहिले रमाइलो नि यस्तो त हो हेर्नु झिटा के पार्ने क्या पारौँ दुईजना भाले दिन त है भाले दिन त राम्रो छैन नानी हामी क्युट चाहिँ हामी के हुनु भाले यहाँ बसेर गाइसहरू बोल्न आउँदैन के गर्नु यस्तै हो जिन्दगी हेलो हजुर हजुर नमस्ते फोन आउँदैन त्यही पनि नाटक गर्छ यस्तै हो कसैको फोन आउँदैन सिङ्गल भएपछि के गर्ने सिङ्गल मर्ने भयो गाइस के गर्ने अनुहार हुनु पर्यो अनुहार हुनु पर्यो नि राम्रो तिमीहरू कहाँ तिमी ओहो फोन आइसक्यो गाइस जस्तो फोन छ किन गफुने नि म हो कस्तो राम्रो छ है अनि गाइजहरू अब हामी चाहिँ जान लाग्यो है अनि त्यसपछि तपाईँहरूलाई चाहिँ के भन्न चाहन्छु भने धेरै पछि म भ्लग सुरु गरेको छु माया गरिदिनु होला अनि माया गरिदिनु होला अनि त्यसपछि के छ भने आज चाहिँ यसो जोस लाग्यो न टाइम नि मिलेर मैले यसो फ्रेस भएर अनि भ्लग बनाएको होइन अनि पछि के भन्छ अनि बिजी नै भयो 1-2 वर्षमा है म तालिममा थिएँ त्यसपछि तालिमबाट सकेर अब त्यस्तै त हो है अनि आफ्नै कार्यक्षेत्रमा बिजी भयो अनि अहिले चाहिँ म तालिममा आएको फेरि अनि आज नाइट आउट आएको अनि त्यसपछि नाइट आउट आएर घुम्न आएको है माया गरिदिनु होला अनि यो सबैले यो भ्लग भिडियो हेर्ने मान्छेहरूलाई सबलाई मिस यु सो मच मेरो घरको मान्छेहरूलाई पनि धेरै मिस गरेको छु है घर गाउँ घर आफन्ती सबैहरूलाई मिस गरेको छु के गर्नु चाहिँ खाइस यस्तै रहेछ साथीहरू घरदेखि टाढा आएर बस्नुपर्छ है कहाँको मान्छे कहाँ आएर बस्नु परेको छ के गर्नु यस्तै बाध्यता छ बाध्यता पनि के भन्नु अब ठिकै अब घुम्न पाइरहेछ होइन सबै ठाउँ घुम्नुपर्छ क्या आफ्नो नेपाल छोडे क्या खन्चुवालाई होइन खन्चुवा त्यही साथीहरू मिस यु सो मच अल अफ यु बाई बाई भनिदियो अब बाई बाई गाइस बाई बाई चटपटी खानाको है